गाइस कैसे हो दिस इज प्रयास होइन अन्त के छ हलिसली आजको भिडियोमा चाहिँ टोटली ऱ्यान्डम जस्ट गफ मात्रै हो होइन अब यतिकै भिडियो बनाए के छ कसो छ भनेर अन्त च्यानलमा होइन वेलकम छ हजुरहरूलाई रेड कार्पेट ओछाएर नै होइन त्यस्तै अन्त अहिले भने चाहिँ भलिबल खेलिरहेको श्रीराममा हुँदैछ नि दामी अनि के चल्दैछ त जिन्दगीमा हाम्रो चाहिँ यता होइन गाइस यता प्रयासले यसपालि 12 को इक्जाम गरेको छ इक्जाम गरेर रिजल्ट डिक्लेयर हुन आँटेको छ होइन रिजल्ट आएको छैन म रिजल्ट पर्खिरहेको छन् तर रिजल्टले भने के गर्ने हो थाहा छैन होइन पास त म हुन्छ होला आई गेस भन्दा पनि इक्जाम त मैले राम्रो गरेको छु नट ब्याड होइन त्यस्तो कुनै बिगारेको पनि छैन त्यस्तो राम्रो पनि गरेको छैन अब एभरेज सबै छ त्यस्तो घिन लाग्दो छैन है अन्त कसले भिडियो हेर्दैछ अब मेरो भिडियोमा आउँछ भ्युजहरू होइन लाइक्सहरू पनि कसले हेर्दैछ मलाई पनि थाहा होस् न होइन त्यसै कारणले कमेन्ट गरिराख त्यो अब त्यो भाइरल हुन्छ भनेर नि के कमेन्ट छ त्यो कमेन्टले एक दुईवटा कमेन्टले भाइरल हुँदैन खासैमा चाहिँ अब कसले हेर्दैछ भनेर मात्रै नि भिडियो गाइस आजकल प्रयासको पछाडि गाँड जलानेहरू बेसी भएको छ होइन प्रयासको लागि त्यस्तो दुःख नगरिदेऊ होइन प्रयासको लागि आफ्नै गाँड नजलाइदेऊ आरिस गर ठिकै छ है आरिस गर्ने हुनुपर्छ कि गाइस जब तिमीले जित्दैछौ नि अन्त अब यस्तो हो नि त त्यो मान्छेहरू हुन्छ नि पहाड थुप्रिँदै जाँदैछ भने त्यो तल अब लास्टको बेसमै रहन्छ नि कहाँ माथि पुग्छ होइन बुझ्यो होला बुझेन नि मैले बुझेँ नि त्यही म खुसी छु भन्नु खोजेको चाहिँ अल ओभर जित्दै जाँदा पनि एक दुईवटा हुनुपर्छ क्या त्यस्तो हेन्जेहरू त्यो अब अन्त आफूले जितेको पनि मजा आउँछ त अब सोच अब जस्तै के भनौँ अब तिमीले केहीमा जित्नु मन परिरहेको छैन कसैले सक्दैन यस्तो फोक्टा जस्तो गर म्याकुरी देखि गरेर देखाइदिएन भन्ने क्या छ एक दुईवटा मेरो मैले त्यस्तोहरू एनिवेज हो त्यस्तै कुराहरू हुँदै गर्छ होइन अनि त्यस्तो मान्छेहरू पनि आउँदै गर्छ त्यो मान्छेहरू पनि राम्रो क्या गाइस त्यस्तो मान्छेहरू पोजिटिभ हो नि अब किन पोजिटिभ भन्दा अब भने त जित्नेमा जित्दाखेरि एक दुईजना मान्छेहरू आशिष गर्ने हुन्छ होइन कहाँ सबैले सपोर्ट गर्यो भने त कहाँ धेरै प्लेटै पुगिजान्छ नि होइन अन्त हो त्यस्तै कुराहरूले गर्दा हाम्रो यो च्यानलले पनि 30 सब्सक्राइबर हान्न आँटेको छ हाम्रो गेमिङ च्यानल गेमिङ विथ प्रयासमा पनि कति छ भने 1K भेट्न चाहिँ 40 छ होइन 40 पुगाइदियो होला फेसबुकमा पनि 1K पुगेछ 5 दिनभित्रमा म छक्कै परेँ मेरो फेसबुक अकाउन्ट पुरानो ब्यान भएको मलाई पुरा मन दुख्छ तर नयाँमा राम्रो कुरो हुँदैछ त्यो खुसी भने त अब नयाँमा राम्रो कुरो हुँदैछ नि त्यो पुरानोमा कतै हुँदैन कि फ्रिज जे हुन्छ नि राम्रै हुन्छ होइन तर गाइस भन्दा पनि स्टक विथ म्याम क्या हो ब्याक टाइम ब्याक लाइफ त के भन अब ब्याक टाइम मेमोरिज हुन्छ नि पुरानो यादहरू पुरा आउँछ क्या मलाई अब त्यो के मान्छेहरूले भन्छ नि त्यस्तो पुरानो लाइफ पुरानो टाइमहरू याद आउँछ भनेको डाइरेक्ट त्यस्तो भन्नु त्यो रिलेसन केटीहरू मात्रै हुँदैन नि त मैले भनेको अब पहिला अब मैले सायदै अहिले भन्दा इन्जोय चाहिँ नि मेरो क्लास 9, 10 मै गऱ्यो होला हुन्छ नि अहिले पनि ठिकै छ तर पनि अब अहिलेको जति मजाहरू गरेको त्यस्तो अब मजा त आउँछ तर पनि हुन्छ नि त्यस्तो दिँदैन क्या